काठको कचौराको कथा। काठको कचौराको कथा पनि बडो रोचक छ, जहाँ 3 पुस्ताको मनोवृत्ति वर्णन गरिएको छ। सधैँ खाना टेबलमा पोखेर खाने हजुरबुवाको हात काम्ने समस्या हुन्छ, जसले गर्दा उनले खाना खाँदा खाना पोखिने अनि कचौरा झरेर फुट्ने गर्दछ। बुवा अर्थात् सानो फुच्चे अनि नातिकेटाको बुवा अनि आमाले हजुरबुवा अर्थात् आफ्ना बुवाको यस समस्यालाई जानी गरेको नाटक गरेको भनी सम्बोधन गर्दछन्। यसरी सधैँजसो कचौरा झारेर फुटाउनुभन्दा बरु एउटा नफुट्ने काठको कचौरा बनाएर हजुरबुवालाई टेबलमा खाना नदिई अब बाहिरै खाना दिन थालिन्छ। एक दिन नातिकेटो आफ्ना आमाबुवा कार्यालयबाट फर्कँदा काठको टुक्रासँग खेलिरहेको पाइयो। आमाबुवाले के गरेको भन्ने प्रश्न गर्दछन्। यो छोरी बढ्ली कमाइ गर्ली, यो छोरा बढ्ला कमाइ गर्ला, दुध भात देला मलाई, दाल भात देला मलाई। यो नेपाली समाजको एउटा थेगो हो। आज ठाडो कुरा लेख्न चित्त परेको छ। कुरा आमा बुवाको आएपछि घुमाएर कुरा गर्नुको र भूमिकाको कुनै अर्थ छैन। बुवा आमाहरू जिउँदा भगवानहरू हुन्। यिनीहरूको समर्पण अनि यिनीहरूप्रतिको आदरमा समाज टिकेको छ। बुवा आमाप्रतिको दायित्व दुध भात र दाल भातको उपलब्धतामा मात्र किन अड्केको हुन्थ्यो र यी जब भात अनि दुध त बिम्ब मात्र हुन्। माया, सद्भाव, आदर, अँगालो अनि सम्झनामा सकल सृष्टि अनि सृष्टिकर्ता बुवा आमाको रचना अडेको छ। विदेशमा हुनुहुन्छ या स्वदेशमा नै बुवा आमा भन्दा पर हुनुहुन्छ। बुवा आमालाई पैसा पठाएर र बस्न खान दिएर दायित्व पुरा गर्नुभएको होला, तर दायित्वको सीमा छैन। जब जब उमेर बढ्दै जान्छ, तब दिने खाने भन्दा पनि सम्झना, शब्द र सद्भावको भोक बढेर जाने पाइन्छ। जहाँ हुनुहुन्छ आज हातमा जे छ, साथमा जे छ प्रयोग गरेर बुवा आमासँग एक वाक्य बोलिदिनुहोस्। बुवा आमा हुनुहुन्न भने सम्झना गर्नुहोस्। सम्झना उक्काउन सक्नु पनि एउटा समर्पण हुनेछ, सुमन हुनेछ। विश्व आमाबुवा दिवसको पृष्ठभूमि